हेलो सबैजनालाई फेरि पनि हाम्रो नयाँ भिडियोमा स्वागत छ हैन। आज चाहिँ म साउथतिरकै मलयालम मुभीको चाहिँ एउटा ट्रेलर आएको रहेछ हिन्दीमा चाहिँ L2 एम्पुरान भनेर। त्यो चाहिँ लुसिफर 2 हुनुपर्छ सायद। लुसिफर 1 चाहिँ मैले हिन्दी डबमा हेरेको छु मोहनलालको हैन, त्यो युट्युबमा हेरेको थिएँ। यो चाहिँ सायद नेपालमा नै लाग्न सक्छ, लाग्यो भने चाहिँ हेरिन्छ पक्कै पनि। 27 मार्चमा चाहिँ रिलिज हुनेवाला रहेछ। यसको ट्रेलर आइसकेको छ। यसमा चाहिँ आफ्नो एउटा रियाक्सन दिन्छु हैन। 1 2 रियाक्सन दिनुभन्दा पहिला चाहिँ यदि हजुरहरू चाहिँ L2 एम्पुरन अर्थात् लुसिफर 2 1 हेर्नु भएको छैन कमेन्ट गर्नु होला। यदि यो हेर्नु नेपालमा लाग्यो भने हेर्नुहुन्छ या हेर्नु हुँदैन त्यो पनि भन्नु होला। यदि मोहनलालको फ्यान हुनुहुन्छ भने लाइक गर्नु होला, च्यानललाई सब्स्क्राइब गरिदिनु होला। अनि त्यसपछि साउथ मुभीहरू हजुरहरूलाई मन पर्छ भने चाहिँ एउटा लाइक चाहिँ अर्थात् सब्स्क्राइब चाहिँ गरिदिनु होला हैन। नयाँ च्यानल हो, 0 सब्स्क्राइबर छ। एक स्टार्ट गरिदिनु होला हैन। अब स्टार्ट गरौँ हैन। के रहेछ यसको नाम पनि एकछिन ल। 1 2 3 मेरे अपने बच्चे जरूरी नहीं कि मेरे उत्तराधिकारी हों। जो मेरी सोच राह पर चलते हैं वो मेरे लिए बच्चे से भी बढ़कर है। स्टार्टिंग में से महात्मा गांधी देखा है, मतलब पॉलिटिकल मूवी। पीके रामदास की शुरू की गई अधूरी लड़ाई को, इस पार्टी को और इस संस्था को लगातार बर्बाद करने की कोशिश करने वाला कोई बाहर का दुश्मन बिल्कुल भी नहीं है। वो खबर जो केरला के इन सारे कपटी धोखेबाज राजनेताओं को एक्सपोज करेगी, हम बहुत ही जल्द सुनेंगे। और राजनीति एक धंधा है हमारे देश में। लेकिन अब जो आएगा वो कोई मामूली आदमी नहीं है। मेरा ये मानना है कि एक इंसान के जीवन से बढ़कर नहीं होता खून का रिश्ता। ये दया दिखाने के लायक ही नहीं होते, पर शुरू से वो एक के नाम से डरते थे। ड्रग कार्टेल्स, जिहादी ग्रुप्स जनरली KA के खिलाफ है। स्टीफन, where is he now? Ma'am, you are going live. 5, 4, 3. उसकी आंखें सब देख रही है। पिता और पुत्र के बीच खिला हुआ नाजायज अंधकार का फूल है, तमोलोक का एम्बुरान। Praise the Lord Jesus Christ. जानवी के अलावा जिसे मैं अपना कह सकूं ऐसा सिर्फ एक इंसान है अंकल। काफी साल पहले केरला पॉलिटिक्स में सिर्फ MLA थे ये। उनसे आप इतना क्यों डर रहे हैं? हम ऐसा बहुत कुछ नहीं जानते स्टीफन निडमपल्ली के बारे में। Face the world, Abraham. जब भगवान का बेटा ही गलत करे तो शैतान को तो सही करने आना ही पड़ता है। Because the enemy of an enemy is a friend. Zaid Masood. We have to end this war. So Stephen, come back. Save your man. Save God's own country. But answer this one question. Who are you really? Lucifer. Direct
माई गॉड यार वाटर टेलर। अब यसलाई म एक लाइनमा यसलाई रियाक्सन गर्दा अथवा एक लाइनमा एउटा आफ्नो ओपिनियन दिँदा एउटा रिभ्यू दिँदा चाहिँ माइन्ड ब्लोइङ छ यार, फ्यान्टास्टिक तबाही होइन। आइम्याक्समा पनि रहेछ, एक्सपिरियन्स फेरि छुट्टै हुन्छ आइम्याक्समा होइन। अब यदि हजुरहरूको नजिक आइम्याक्स कतै लाछ भने चाहिँ त्यसमा हेर्नु होला, मजा छुट्टै आउनेछ होइन। अब यसमा चाहिँ होइन सबैभन्दा पहिला चाहिँ अब मजाको भनेको सुकुमारन रहेछ डाइरेक्टर चाहिँ, अनि मोहनलालको त अब प्रायः जसो जतिले मोहनलालको मुभी हेर्नु भएको छ, एक्टिङ देख्नु भएको छ, उहाँहरू सबै मोहनलालको पक्कै पनि फ्यान हुनुहुन्छ, किनकि उहाँ लेजेन्डरी हो होइन। एक्टिङमा उहाँ जसलाई अब कसैले बिट गर्न सक्दैन। त्यो सुकुमारको डाइरेक्टर अनबिलिभेबल डाइरेक्टर। पार्ट 1 पनि सायद सुकुमारले नै डाइरेक्ट गर्नुभयो होला होइन। पार्ट 2 पनि सुकुमारकै डाइरेक्सनमा रहेछ। खतरा छ यार, जुन सेटअप छ, जुन त्यो भिएफएक्स आगोहरू सब एकदम हिरोको इन्ट्रीदेखि लिएर भिलेनको इन्ट्री सबैमा एकदम खतरनाक इवान बनाएको छ होइन। त्यसपछि यहाँ यसो हेर्नुपर्दा जुन मोहनलालको आइकोनिक लुङ्गीवाला स्टाइल पनि त्यो त जहाँ पनि देख्नै सक्नुहुन्छ हजुरहरूले, एकदम भयङ्कर हुन्छ, पुरा लुङ्गी यस्तो बेरेर यस्तोवाला होइन। अनि यसमा चाहिँ अनि हजुरहरूले मजाले यदि हजुर नेपालमा लागेछ भने चाहिँ हेर्नु होला होइन। पक्कै पनि यो एउटा नेपालमा लाग्यो भने चाहिँ पक्कै हेर्नु होला होइन, किनकि एउटा पोलिटिकल सस्पेन्सवाला छ होइन। कुन क्यारेक्टर केही यसमा पार्ट 1बाट चाहिँ मलाई लाग्छ धेरैवटा क्यारेक्टर चाहिँ थपियो जस्तो छ होइन। नयाँ नयाँ देखिरहेको छ पार्ट 1मा, मैले हेरेको थिएँ त्यसमा 2-3 अलिक क्यारेक्टरहरू कम थियो, यसमा चाहिँ धेरै नै छ होइन। अनि यसमा सस्पेन्स पनि धेरै हुनेछ, अनि फाइट पनि धेरै एकदम हाई लेभलकै हुनेछ, अनि बिजिएम पनि एकदम पुरानो त्यो बब्बालै छ होइन। त्यो थिएटरमा लागेपछि झन् एकदम खतरनाक नै हुन्छ। एकदमै मन पर्यो मलाई चाहिँ होइन। यो चाहिँ अब यसमा अब धेरै कुरा खासै केही पनि गर्नुपर्ने छैन। यसमा चाहिँ सबै पृथ्वीराज सुकुमारको रहेछ। अब पृथ्वीराज सुकुमारले नै डाइरेक्सन गराएर रहेछ। अनि त्यसपछि यसमा चाहिँ खुद एउटा क्यामियो जस्तोमा चाहिँ पहिला पार्ट 1 पनि क्यामियो थियो पृथ्वीराजको आफ्नै, यसमा पनि रहेछ। पहिलाभन्दा चाहिँ लामो होला तर क्यामियो जस्तै हो, जे भयो नि पहिलाभन्दा जे होस् लामो छ। क्यामियो चाहिँ क्यामियो नै हो, फुल फ्लेजमा चाहिँ छैन। सो मलाई चाहिँ एकदमै मन पर्यो। 27 मार्चमा आउने रहेछ। यदि नेपालमा यति नजिकैको थिएटरमा लागेछ भने म पक्कै पनि हेरेर रिभ्यू दिनेछु होइन। योभन्दा पछि चाहिँ 27-28 3 दिनपछि चाहिँ फेरि सिकन्दर आउनेवाला छ नेपालमा। सायद कमै लाग्छ होला, लागे पनि त्यस्तो चाहिँ हुँदैन, किनकि सिकन्दरलाई सो धेरै दिन्छ नेपालमा पनि। बलिउड मुभी हो नि त सिकन्दर, त्यसलाई धेरै दिन्छ। त्यही भएर यसलाई चाहिँ अलिकति लाग्न मुस्किलै छ नेपालमा होइन। यदि लागेछ भने म हेरेर रिभ्यू दिन्छु कस्तो छ, अनि हजुरहरू पनि हेर्न सक्नुहुन्छ। सो अहिलेलाई यति नै। यदि भिडियो मन परेमा चाहिँ एउटा लाइक गरिदिनु होला। यदि नयाँ तर पक्कै पनि हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ एउटा सब्सक्राइब गरिदिनु होला होइन, किनकि 0 सब्सक्राइबर छ। यदि कसैले 1 सब्सक्राइबर गरिदियो भने चाहिँ एकदमै खुसी हुने थियो होइन। अहिलेसम्म 0 छ। सो फेरि पनि अर्को भिडियो ल्याउने छु। अहिलेलाई बाई बाई।